यो चाहिँ ओरिजिनल सुँगुरको मासु आफैले पालेको खाने फल्ने उरेर खानु सेतो गरेछ। हेलो अनि नमस्ते गाइज। हामी हाम्रो पिकनिक के भन्छ हाम्रो वनमा गएर प्लान भइरहेछ। भिडियो हेर्दै जानु है। टोलीहरू पछाडि छ, हामी यहाँ हेर्दै जानु के कसो हुन्छ। हामी चाहिँ जङ्गलतिर गएर यहाँ रोमानियाको ठाउँमा हो, ठाउँ चाहिँ रोमानिया हो, तर आगो फुक्नु दिन्छ दिन बाहिर खाँदैन। बाहिर गएर खाने प्लान बनाएर यहाँ हिँडेको। हातमा बोतल पनि छ यहाँ। यो चाहिँ बेच्नलाई हिँडेको, धेरै छैन। नेपालको 1000-1200 छ है। पछाडि टोली आउँदैछन्, टोलीहरू यहाँ हामी थुप्रै जाँदैछौँ जानु चाहिँ। यहाँबाट सट्ट हावा चलिरहेछ। आज त आनन्द कस्तो शीतल भइरहेछ। जति रहेछ हाम्रो यो आगो पुगेर पनि अलिक राख्यो भने लडिजान्छ। छडीको भने पनि हावाले उडाइदिन्छ। तर भिज मात्रै भयो नि। यता ल्याउनुहुन्छ यो हाम्रो मेरो त शनिबारै पछि दाउरामा आगो ताप्ने सायद र त केशर भाइ अस्तिको हप्ता समुद्रमा आज पोखरी छेउमा भाइको त अनि जतासुकै अब व्यवस्था यस्तो छ कि यस्तो छ। हामीले पहिला यता रेडी बनाएर त्यहाँ कोइला हो नि त, यहाँ कोइला सेखुवा बनाउने हो नि त। हुँदै गर्छ त तेल ताप्दिन पहिला यो टमाटरहरू काट्नु भुट्ने हो कि कोइला हो नि त। कोइलामाथि यो मासु पानी पखाल न अलिकति। पानी ल्याएछ त। मैले एउटा दाना लसुनै केलाएको छुइनँ। अनि कसको भाग पोख्यो यार? एकजना आगो हेर्नुपर्छ। भुतैले लागोस्। पुलिस आएर लैजाला फेरि चिक्नु। अब धेरै नखाला, दुईटा भइ हुन्छ है। अमिलो हुन्छ कि धेरै? दुईटा भइ हुन्छ रहन्छ। दुईटा भइ हुन्छ कि धेरै कहाँ दुईटा ल्याएर पुरै नि आज म हेर्छु यता। अब तिमी हो नि त मेन तेल बढी गयो नि। त्यो त चाहिन्छ। पोल्नुपर्छ नि। मासु जति चाहिँ पोल्ने हो, यो अरू चाहिँ पकाएर खाने। समाउने चाहिँ बढी जाला। यो ठुल्ठुलो दाउरा लाउनु है अब कोइलाको लागि। एकैछिन भुरुरु हुन्छ त्यो पटायो। यो सेकमा पोल्ने सिङ्का यहाँ कता उयो यो हरियो सिङ्कामा पोल्नुपर्छ। थन यसलाई नि कटाकुटुक भाँचौँ न। यसलाई नि कटाकुटुक यसलाई कटाकुटुक भाँचौँ न। यो त यसलाई कटाकुटुक पारेर सट्ट हालेर यसलाई यसरी हाम्रो अचारको लागि यो पाराले त्यहाँदेखि नै होइन त हाम्रो दामी भयो क्या। अब यो कोइलामा मासु चाहिँ छुट्टै मिठो हुन्छ नि त। लगाइरहन्छ यो पनि। हाम्रो मासुको फेरि व्यवस्था यता अर्कै छुट्टै छ। होइन त डाडु त्यही हो भएन, एउटा लौरो गरेर नि हुन्छ। एउटा लौरो भयो भने त लाउरो नै है। यो भनेको चोखो नि छ नि माथि चाहिँ। व्यवस्था त राम्रै भयो त। अनि कसको के गयो है? मासु पाक्दैछ है गाईहरू खानु आउनु।
हाम्रो थमन सेल्फालीले यहाँ दौडा भाल्दैछन् यो चाहिँ खोइ सिन्का ल्याउनु भयो होइन हो त्यही दिन हुँदैन टमाटर यस्तो गरेर माथि टमाटर काट्नु पर्यो नि अमन भाइ टमाटर काट ल यहाँ थमन चमस्टिक के अरे चपस्टिक चपस्टिक त्यसले नै दिने हो नि त फेरि एकदम बाल जाला कान्छा थोरै पानी दिनुहोस् त यहाँ लु भयो जोडेर मासु बसाल्नु हुँदैन होइन अहिले उचालौँ ल एकछिन आगो अलिक सानो होस् भनेर क्या। यो उलाई तेल लाउने टमाटर प्याज लाउने अचार गराउने हो सही एकछिन ठिकै छ ठिकै छ त्यहाँनिर बस्नु कान्छा अलिक ड्यामको दिउँसो तपाईँको हावा बसियोस् होस् खेल ठट्टा गर्नुहुन्न आगो कसरी म कति परेर आएको छु मलाई थाहा छैन आगो निभाउनु जति गाह्रो जिन्दगीमा केही पनि होइन त्यस्तो नराम्रो पर्ने उहरू छैन कि होइन नेपाल हो भने डराइँदैन थियो यो नेपाल भए त लौडा छैन डढी एउटा खरबार पर्छ यहाँ त के हो नेम थाहा छैन जानु पनि थाहा छैन यहाँ मुझे अहिले एउटा बाटै बुझ्दैन बोल्नु आउँदैन यहाँ म बाल्नु दिन्छु अनि हाम्रो यो मासुको व्यवस्था अर्कै छ हेर्न यो अचारको लागि यो मासु म चाहिँ क्यामेरामा मेन मात्रै भएँ त यहाँनिर खोइ छैन त खै भएन यहाँ भिडियो बनाउनु त मेरो पालो गर्छु नि त लु त्यहाँ एउटा लौरो भएको छ तपाईँले पनि राम्रो खालको है मासु पोल्ने सुइरो भात्दै हुनुहुन्छ मेकापट्टि भएन नि त लौरो त छैन त कि नि कुनै रहेनछ एउटा सुरिलो हाँगा छैन केशर दाइले स्पेसल बनाउँछ हुनुहुन्छ है हाम्रो गाउँतिर के अरे पूजामा पूजातिर अचार पाक्दैछ यहाँ टमाटर उ भएछ यो टमाटरको लागि चम्ची ठुलो भइ कान्छ भाइ म अर्को भात छु अलिक डर एकछिन तपाईँ क्यामेराम्यान गर्नु त म एउटा लौरो भात छ खै दिनु कान्छालु म बनाउँछु त्यो ठुलो भयो त्यो मासु उन्ने सानो चाहिन्थ्यो पक्नु त डढी यो अलिअलि पग्ला फुल पारेर ओखरमा हाल्ने है भाइ यहाँ आगो चाहिँ यस्तो बेपत्ता बिचुक तरिकाले डेन्जर तरिकाले हामीले उ गरिरहेको छौँ मासु भेन मासु ल्याउनु अर्को पहिला हुँदै गयो मासु भएरै यो त्यही हो नुन हाल हालौँ भयो नगर तातो छ चाहा त ल ल यहाँ अहिले चाहिँ अहिले चाहिँ यहाँ अल्झाउँ त दाइ यहाँ अल्झिन्छ होला हो त्यो हाम्रो यो क्याम्पिङै आज चाहिँ यहाँनिर नक्क लगाएर अचारको व्यवस्था हो त्यो खोर्सानी हाल न अचार मात्र सबै उडाए के हाल खाली अलिक हाल पोलेको ससेज खानुपर्छ हो त्यति भयो भने डेन्जर कुरो बनाउने भयो त हुँदैन नि यो केले निकाल्ने फेरि लौरोले खान्छ त्यसलाई पनि उन्दा
भन्दा चाहिँ हुन्थ्यो दामी सानो सिङ्गो दामी हुनेर कपाल भाइ पोलेको यो हो नि त पाडा त हो नि अनि यो त केरा जस्तो हो त नि केरै हो नि त यो कहाँ डढ्नु केही भएकै छैन एकछिन डढोस् न एकछिन पक्नु त्यो नि नयाँ सिक्छौँ के हो त यार अन्त ससेस पनि पाउने सिस्टम आगो चाहिँ यताउता हिँड्नु चाहिँ आगो चाहिँ मेन कमाउनु जाऊ एउटा भाँडा पाल लिएर आउनु त्यहाँ गएर छेउमा गएर त्यो ल यहाँ गएर भिडियो म जान्छु आगो मार्ने त्यो कठिन भने तपाईँ काम फेरि हाम्रो ससेजको व्यवस्था फेरि यस्तो छ ससेज पकाउने भनेका छुट्टी छ है छुट्टै चाहिँ प्राइजहरू ससेज त एकछिन पक्नु रे निकाल्ने होइन ससेजलाई यहाँनिर यो त पानी ल्याउँछ यो दाउरा जति निकालिदिने अनि ससेज बाहिरबाट हल्का राम्रो भइहाल्छ अचार पनि रेडी भइसक्यो म सेकुवा पानी लिनु पनि नगएको भए हुन्छ फोहोर पानी यसैले हुन्थ्यो अलिकति त हो होइन यहाँ के भइगयो भने आगो उता फेरि पानी तान्ने ठाउँ के भइगयो भने आगोको लागि थमने बोल्न त बोलेछ नि सिक्ने फेरि डुबी जाला है उता फेरि त्यसपछि जेल जानु पर्ला हामीलाई जेल भेजिहाल्छ भन्दा भन्छ नगएको भए हुन्छ भन्दै थियो आएछ फर्केर अरे भाइजान अरे हम बहुत दूर से पोखरीको पानी हो अब दाउरा निकालिदिँदा भइगयो त ब्ल्याक सीको पानी भन न ब्ल्याक सीको ब्ल्याक टीको पानी अस्ति अलिअलि पानी पनि थियो अलिअलि होइन 1 लिटर जति त खायो थमनले पौडी खेल्दा आउँदैन र थमन भाइलाई खेल्नु यो यसरी बोलेको हुन्छ राम दाइलाई मैले जाउँदै म पुऱ्याउँछु पर केटाहरू बाटोमा भनेर हात समातेर लगेको यहाँदेखि त्यहाँसम्म त जानुभयो त्यहाँबाट त ए होइन भाइ म त जन्न भनेर फर्क्यो त्यहाँ खेल्नु जान्ने राजु हाम्रो केशर भाइ अशोक भाइ दिपक भाइ 4 जना अरू को थियो भेना पनि खेल्नु हुने रहेछ म पनि खेल्छु अलिअलि अलिअलि होइन म चाहिँ उता यो चाहिँ नगरपालिका छेउमा हाम्रो चाहिँ क्याम्पिङ भइरहेको छ मासुलाई पनि झिक्नु अब मासु केमा राख्नु सक्नु है नयाँ प्लास्टिक उयो त्यो उयो तर दाइ त्यो बिलाइहाल्छ जस्तो लाग्यो तातो छ नि त यहाँ राखौँ है आज चाहिँ अब यतिकै हो होइन हावा चलेको कारणले गर्दा नेक्स्ट टाइम चाहिँ होइन त्यो होइन होइन के थमने अलि भर्खर लागेको भन्छ त्यही त भर्खरले होइन के उतैबाट मैले लिएको हो नि त अहिले लग्नै भन्छ के भन्नु होइन यो त उतै बाटले हो कि फेरि होइन मैले बोतल लिएर आएको के बोतल बोकेको फोहोर हुन्छ अब उहाँ झोलामा हाल नि यति पछि भयो त प्लास्टिक छ नि कहाँ झोलामै हालेर हुन्छ त नि झोलामै हाल्ने कहाँ झोलामा त्यसरी हाल्ने कहाँ झोलाइ माथि राखेर हुन्छ त अचार कुट्ने फेरि कुट्नु सेखुवा पुरै रेडी म त केही गरेको छैन त नि यहाँनिर पुरै त्यतिमै बहुत बहुत धन्यवाद अलि होइन कोइला हो कि त्यही भएर त्यही त अहिले खाने बेलामा अहिले फेरि कामिने भन्दा जुपारेर उ गरिहाल्ने हो कि यसलाई होइन झ्याझुप पार्ने बसिरह यसलाई मारिहाल्ने हो क्या अब यहाँ अनि अरूको देशमा आएर अनि हामी यसरी फेरि लापरवाही त गर्नु मिलेन चक्कुले झिकिहाल्ने के कसो हो हाम्रो मेन अतिथिज्यू हामीलाई जेल लागिहाल्छ रे भेटिहाल्छ निकालेर
त्यसलाई भन्छ फेरि जान्छ म त आगो पनि छैन भुग्रा मात्रै छ डरने का जरुरत नहीं रे काम खत्म होते हम पानी हार के मारेगा डराउने भन्दा पनि यहाँ के थाहा छैन अहिले मैले यहाँको रुल्स भनौँ न यहाँको नियम थाहा छैन हम पहिला पुगेर के भनेर भन्छौ त अनि के भन्ने अनि पहिल्यै हुकिएको थियो भन्दा के भन्ने यहाँ भाषामा आउनु पर्यो नि त मेन कुरा त्यो भाषा हामीलाई हातको इसाराले भन्ने हो भाषै आउँदैन कि हामीलाई ट्रान्सलेट गरेर गर्न मेरोमा त छैन पनि आउँदैन ससेजी झ्याप्चु मारिहाल्ने आएको है अँ त्यही चोक्टा राख्यो ठुलो यसको फोटो आउँदैछ नि कान्छ ठुल्ठुलो चोक्टाको एकैछिन ल ए मरि पनि सक्यो आगो लु दामी यो भयो चाहिँ लास्टमा हामीले पानीले लगाएर मार्दैछौँ है यो चाहिँ अब हाई यहाँनिर एभ्रिवान सबैजनालाई वेलकम छ हाम्रो भिडियोमा डेन्जर हुन्छ नि त यहाँनिर चाहिँ किनभने अब हामीले एकदमै डरमर्दो छौँ नगरपालिकाको पुलिसको छेउमै छौँ यहीँनिर नगरपालिका चाहिँ छ हामी चाहिँ यहीँ अगाडि आएर हामी खाइदिएर कम टु रमनी के गर्मी भएर पुरै फेरि नाङ्गै भएछ त अनि पोखरी देखायो अब त्यो सफा पानी एकछिन पौडी खेल्छ होला यार पौडी स्विमिङ गर्छ होला नाटकै बढी भयो के तपाईँको भन्नु न ल हाम्रो अब आनन्द अब यहाँ कसैले आगो फुकेको थियो भन्छ त तर खाउँ अब धेरै लामो गफ नगरी ल अब हाम्रो कसैसँग त बोल्न सकिँदैन चिनी यहाँ मैले पुलिस आयो भने साथी कचे कहाँ अनि यहाँ पुलिसको हातमा पऱ्यो कि अनि मऱ्यो अरे नि त अन्तिम कुराहरू मात्रै छोड्छ अरे यो बियरकै होइन यो मेरो है फाल्दिनु त्यो थमन गयो यो हजुर बस्नु बस्नु थोरै खाएको चाहिँ मेरो छ म मेरै झोलामा बसेँ हजुर मेरो झोला नि ल्याउनु दाइ अब मन झोला माथि बस्नु पर्यो नि जाने वान ल देउजा हो नि त चाल मिठो मासुको पिस कस्तो छ अर्को नि मासु छ है कुन मासु कमिला अचारसँग त मिठै हुन्छ कमिला खायो भने चाहिँ खासमा हिँडेको बाटो कहिले आइसकेछ यो त आधा हानिसकेछ नि तेरो हिँडेको बाटो बिर्सिँदैन भन्छ कमिला खायो भने यहाँ धेरै कमिलाबाट ठाउँ चाहिँ नि होइन आलु त यहाँ पुरै उ रहेछ क्या घरै कमिला सर ओरिजिनल यो चाहिँ ओरिजिनल सुँगुरको मासु आफैले पालेको कसरी खाने यहाँ अचारमा यसरी चप्प हाल्ने त्यसपछि फल्ने उरेर खानु सेतो गरेछ ल हामी यहाँ खाँदै खाँदै रमाइलो गर्दै जाँदा ब्याग आउँदैन र होइन यस्तो तरिकाले हामी हेर्दै जाउँ भिडियोहरू त्यसै भने त अनि छाडै नै हो यहाँनिर हाम्रो कोलेगाहरू पनि आइरहेछ नि समरीहरू यहाँ सर्पा आएको साथै उडाइदिइरहेछ ल हामी भिडियो बनाउँदै सुनु खुट्टामै सुनु हामी चाहिँ भिडियो बनाउँदै लाग्यौँ अब भिडियो लगभग अन्तिम ल है ल गाइस अर्को भिडियोमा भेटौँला बाई बाई ल